अघि थियो त त्यो डान्स नेपालको अब 17 भनेपछि आज कति दिन भयो त नि? आइतबार सोमबार सुटिङ हुन्छ, मंगलबार आउँछ होला अर्को। खै के अरे क्लिप हाल्नु भएको छ भिडियो बनाउनको लागि? सानो कोरस केटीको कोरस हालेको छु क्या। त्यसैमा बनाउने कि नयाँ नयाँ निकाल्नु हुन्छ होला अनि नि? त्यसमा बनाउने हुन्छ यसलाई। च्यावालीले हिजो मलाई दुःख पोख्दै थिए। किन किन ए सुन्नु न, सुन तपाईको झडा परेको तपाईसँग हो। भिडियो बनाउने सपना भाउजूले चकनाचुर गरिदियो रे। के हो कुरो? जे सुन ठिकै सुनि यार। मलाई थाहा थिएन यो साँच्चीकै हो रविन दाइ। के ढुकुर त्यो के तपाईँहरू साँच्चीकै रियलमै भिडियो बनाउन लाग्नु भएको हो? म्युजिक भिडियो हामीलाई गीतमा अफर दिने टेक विषय हुन्छ कमेन्टमा। उहाँले हामीलाई अफर दिएको च्यावलीसँग एउटा गिबिनासँग मेरो 16 गते सुटिङ हुँदैछ काठमाडौँमा। पहिला पशुपतिमा हुन्छ, त्यसपछि नुवाकोटमा हुन्छ। अर्को दिन चाहिँ 17 गते रेस्ट गरेर 18 गते टक्क म्युजिक भिडियो खेली पुरै तयारी थियो। के मिलेन के अरे ढुकुर सुन न, झगडा परेको रे हो तपाईहरुको? त्यस्तै भयो छोडा यार। मलाई इच्छा थियो उहाँसँग भिडियो गर्ने, तर के गर्ने यस्तै छ विवाहित मलाई मान्छे। सबै केटीसँग इच्छा हुन्छ। फेरि भएस कि अरू इच्छा के त तर हुन्छ के, तर रोबिन दाइको इच्छा सबैसँग हुन्छ त्यस्तो हैन? बहिनी, डन ए तर बहिनी। किन 1 महिना पनि टिक्दैन क्या? बहिनी म्युजिक भिडियोको इच्छा अरू केही नसोचे हुन्छ ल। थाहा छ के पहिला पनि तपाईहरुको म्युजिक भिडियोकै इच्छा थियो नि। अब मोबाइलमा भिडियो आउन पाएको छैन, टिकटकमा अर्को भिडियो आउन पाएको छैन, अर्को भिडियो क्यान्सल हुन्छ त अनि 1 महिना अस्तिको बेडमा दुईजना सुतिरहेको भिडियो आइरहेको तेरी बहन की ओचेर तेरो ओठा आमाले बोतल कसार दिम हट। अनि होइन फर्स्ट भिडियो चाहिँ दुईजना यसरी अङ्गालो हालेर बसेको, सेकेन्ड भिडियो चाहिँ छुट्टा छुट्टै सुतेको भिडियो आइरहेको थियो। ल अरू कुरा नगरौँ, अब गेम सेम खेलौँ, बच्चाको डान्स ए अनि दाइ तपाईको म्युजिक भिडियोको नामको जालीवाला कटुरे त हो? हो बहिनी जाली माया हो के, जालीवाला कट्टु होइन यार। ए ए ए जाली माया अनि यहाँ जालीवाला कट्टु भनिरहेछ। ए यार यो जाली भन्ने शब्दले मलाई कोही गर्न छोड्नु भयो यार। ल अब गेम खेल्ने कि नै? ल गेम खेल्ने, ल को एकजना जोड्नु ल। ल हाब्रे कोही आएन पनि तिमी दुईजना माइकले पनि खेल्नुपर्छ आज। ल जालीवाला कट्टु रे यार, कहाँ यार? गाइज कोही नयाँ हुनुहुन्छ प्लिज मेरो फर्स्ट म्युजिक भिडियोको पोस्टर अनि अथवा अलिकति अगाडि कोरसको लागि गीत सार्वजनिक गरेको छु। पहिलो भिडियोमा चेक गर्नुहोस् गाइज सबैले है। के भनौँ खै? जाले रुमाल जाले कट्टु जाली माया कति बोलेको बहिनी? हैन भ्युअर्सहरुले के बोल्नुहुन्छ यो? खै बोलाउँ न केटा, को छ खेल्ने जस्तो को छ? एक कञ्चन बोलाउँ, कञ्चन मैले घर पठाएको आउँदै आएन। बोलाउँ त भेनाले भनेपछि आउँछ कि आउने क्या हो कसो हो? शङ्का लाग्यो मलाई, आउनु जस्तो लाग्यो। ल हामी दुईजना तपाईँ एक्लै आइहाल्यो। कहाँ हो कञ्चने? म घरमै हो हजुर, म घरमै हो। जङ्गलमा कति बेला भने मैले? कहाँ हुनु र, म घरमै हो। किन गेम खेल्ने साथी कोही भेटेन आज र मलाई जोइन गरेको? यहाँ सुन, त हिजो किन गेम कट गरेर गइस भन्? कस्तो राम्रो शब्द बोलिस्। हिजो यहाँ मलाई कस्तो ल्याङ भयो, हामीले खेल्दैनौ नि गेम, एकछिन मात्रै खेल निस्केको, हामी बिचमा फसेर यहाँ। अनि त मलाई इन्भाइट पठाउने अनि गेम कट गरेर जाने, के हो तेरो कुरा भन् त एकचोटि? यहाँ धेरै ल्याङ भयो कि हिजोको कुरा नगरे हामी दुईजना फसेको हो कि रुबिन भन्न त हिजो हामी। मलाई कसैले पनि मिसयुज गरेको मन पर्दैन है, फेरि बुझिस् नि, भ्युअर्सको अगाडि डोमिनेट गरेको मन पर्दैन बुझिस् नि। तर म यही भन्नु आएको। यो मिसयुज डु नट भनेको के हो? तर रुबिन हिजो सुन म बाख्रै चराउन गएको हो, म बाख्रै चराउन गएको हो कि न रुबिन दाइ भन्नु त? हो कि न रुबिन दाइ? त हामी दुईजना पहिला गेम खेल्दाखेरि म बाख्रा चराउँदै हुन्थ्यो हो कि भन्नु त? त चुप लागेर बस, तर म म्युट राख्दै बुझिस् नि। त डनसन कोस चिन्दिन म, चुप लागेर बस त। यहाँ सुन्नु रुबिन होइन, हिजो मलाई एरिसले जोइन गरौँ, मैले एक्सेप्ट गरेँ गेम होइन। यो कसरी गेम कट्यो, यो दुइटा कसरी फुत्ता निस्केर हिँड्यो? तिमीलाई आज गेम खेल्ने साथी चाहिँदाखेरि जोइन गर्ने, अनि हिजो आज फेरि के भन्छ, हिजो भेट्दाखेरि जाने, तिमीहरूको म खेलाउने हो? मलाई त्यस्तो
नसम्झे यहाँ सुन्नु बुझिस् नि तँलाई मैले राम्रो साथी सम्झाएको छु बुझिस् नि मलाई पनि राम्रो सम्झी जसले मलाई मिसयुज गर्नु खोज्छ फेरि त्यसलाई म त्यसको लागि म नराम्रो हुन्छु बुझिस् न मलाई अरू कुरा थाहा छैन बिचारा हिजो रुबिन र म कस्तो बिचमा फसेको थाहा छ कि छैन रुबिन हो कि होइन भन त जेसुकस मलाई मतलब छैन म आज गेम खेल्दिन पनि तिमीहरू खेल लु जाऊ आई डोन्ट केयर एटिट्युड एटिट्युड मामा खाली पेटा घाँस हराइछ क्या हो मनमा भन्नलाई धेरै कुराहरू थियो तर हिजो त रुबिन साँच्ची भनेको तिमी र म फसेको हो कि होइन भन त ढुकुर हो के यार छोडा के यार अब के छ कसैलाई बोल्ने 2 वर्ष वन खेल्ने तपाईँले भाउ खाए कञ्चनलाई जोइन गरौँ न रिसाएर गइ त यार छोडा के यार भाउ किन उगा छ यार होइन एटिट्युड खोजेको मान्छेले एटिट्युड देखाएर गएको मान्छेले चाहिँ किन घरिघरि जोइन गर्नु कि हाम्रो पनि काम छैन के एकजना विदेशी केटी आए फेरि कुनै मिल्दैन यारसँग एटिट्युड आई डोन्ट लाइक दिस एटिट्युड म पनि देखाउँदैन अरूले देखाएको पनि मलाई मन पर्दैन आई डोन्ट लाइक दिस एटिट्युड ओके ल खेलन खेल्ने बा छिटो छिटो को खेल्ने हो तिम्रो 2 जना म एक्लो के छ बिन्दा कहाँ हो पाडघर अरे गर्दा मेरो यतै भएको त मोरङतिर डाक्टरले के भन्छ डाक्टरले भन्छ बवासिर भएको छ इलाज हुन्छ अरे खुर्सानी हाल्नुपर्छ मलाई त एउटा कुरा म छक्क परे त्यो खुर्सानी हाल्दा हाल्दा न ज्वरो आउँछ न ठन्डी लाग्छ न बुखार लाग्छ न कुनै रुगा सुगा पनि लाग्दैन हो दाइ कसलाई मलाई कि दाइ के रातभर पानीमा खनिएर बस्दा के असरै हुनु त दाइ मलाई लाओस् भन्ने चाहन्छौ क्या हैन म चाहन्छु मलाई 2-4 दिन बिरामी परोस् 2-4 दिन रेस्ट गर्न पाउँछु कि दाइ त बिरामी साउखाना पाम भन्छ 2-4 दिन बिरामी भने साउखाना पाइन्छ भन्छ बिरामी परो भने रेस्ट गर्न पाइन्छु हैन आरामले आनन्दले सुत्न पाइन्छु म खुसी हुन्छु तर बिरामी नै हुनु दाइ किन सुत्दा पनि डबल टाप भन्छ होला रातभरि पानीमा हिलोमा तर असरै हुन्न दाइ डाक्टरले के भन्छ गाइड सबैजनाले लाइभ सेयर गर्नु ल चोखोमा कपी लिंक लाइभ सेयर रिपोस्ट गरिदिनु ल खेल माझ के छ पनिसमेन्ट ल भन्नुस् को खेल्ने पहिला म र एरिस म र डन र म ल के पुन गर्न सक्दियौ ल लाइभ सेयर स्याडो लाइभ सेयर साथीले आउँछ माया हुलहुल्ती आउँछ कपाल कोर्छ ल छिटो न ल हिलो सिलो खान नपर्छ के कोर्ने कपाल यार ल बोल्नुस् तपाईहरु बोल्नुस् ए एरिस बोल खाना खायो खाना हैन स्याउ खान मन लाग्दैछ 2टा पहिलाको जुनमा इमरान हासमी थियो क्या यो अनि किन मान्छेहरू हाब्रेको पछि लाग्छन् यार के छ हाम्रो टिममा हाब्रेको स्याउ राम्रो छ हाब्रेसँग स्याउ राम्रो छ भनेको चुप लाग न मेरो स्याउ कुहिएर झर्न लागिसक्यो तेरी भैंस ल बोल्नुस् भन भाइयो म कपडा चेन्ज गर्छु केटा हो धोबी खान पर्छ एरिस बोल त भन पनिसमेन्ट देऊ यार बोल्न एउटा त अब बोल्न त्यसपछि म चाहिँ स्टार्ट गर्छु कि ल खुर्सानी आँखामा लाउन दिने हो चन्दन सुरुमै दिने हो त सुरुमा त्यस्तो हार्ड पनिसमेन्ट हुन्छ र दाइ हुन्छ यार त दिन्छ के अन्त नि
खुर्सानी र हार्पिक मिसाएर आँखामा लगाएर टेप नभए प्लास्टिक लिएर बाँध्ने ल खतम खुर्सानी र हार्पिक मिसाएर आँखामा लगाउने टेप र तेल होइन आज हार्पिक ओके हो अस्ति हामीहरू हेर डन हात पहिर हैरान देख है दोस्रो के हो गर्न सक्दियो केटा हो दोस्रो नम्बरको ल दोस्रो यस्तो पनिसमेन्ट सोचिरहेको छु मैले। अब चन्दन यिनीहरूलाई बोल्न देऊ। अब भन् त भन्न ल बोल त भर्खर त फर्स्ट भनेको छ। ल अब एउटा चाहिँ आफूहरू बोल त त भन्न अब एउटा तिमीहरूको फर्स्ट नम्बरको पनिसमेन्ट 10 प्याकेट करेन्ट चाउचाउ ल्याएर त्यसको सबै मसला मिक्स। करेन्ट चाउचाउ छैन है मसँग। अनि छैन भने हार्ड पनिसमेन्ट चाहिँ किन भनेको त नत्र? भन्न 10 प्याकेट करेन्ट चाउचाउ ल्याएर प्लस त्यसमा खुर्सानी हालेर त्यो सबै करेन्ट चाउचाउ सक्छ। त्यो ल सुन हेर त्यो खाने पनिसमेन्ट त्यो अन्डाको ठाउँमा अन्डा न त्यो सम्पत्ति वाला गेम हुन्न ल त है मैले पहिला नै भनिदिएको छ अन्डा नफोर बरु पकाएर खा गरिब दुखीलाई दिए यस्तो गेम हो पनिसमेन्ट ढङ्गको दियो हार्छु बाल पर्न खाने भनेको मैले खाने भनेको फाल्ने भनेको हैन। हामी के गान्डु हो र 10 पनिसमेन्ट 10 वटा चाउचाउ खान सकिन्छ हामी पनि के गोरु हो र तिमीहरूले भनेको हार्ड पनिसमेन्टहरू गर्दैलाई गोरु हो र हामी। यार 10 हुन्छ यार त्यत्रो करेन्ट चाउचाउ खा भने त हग्ने बेला चाक्दै धुवा पुत्ता चाहिँ ए अनि रोबिन दाइ आँखामा त्यो खोर्सानी र हार्पिक राख्दा कस्तो हुन्छ सोच्नु त। हार्पिक त नदेऊ भाइ अलिकति तेल सब छिक्यो तेल र खुर्सानी छिक्यो हो ल तेल र खोर्सानी ल त्यसो भए ल भयो दोस्रो के हो ल भन डन के हो फर्स्ट नम्बरको एक्सेप्ट गरे कि नै? ल गरे ल सेम दिम सेकेन्ड नम्बरको दाइ के थियो अघिको त्यो खुर्सानी र उ त्यो गर्ने आँखामा देऊ यत्र सिधै सेम। तेस्रो के हो तेस्रो पनिसमेन्ट चन्दनको पछाडिको वाल भत्क। त्यसो भए तैले पनि त्यो दराज छस् नि त्यो दराज आगो लगाइदिन्छस् त सेकेन्ड नम्बरको पनिसमेन्ट दराजमा छिर्ने दराज हुन्छ नि दराजको भित्र छिरेर एक बाल्टी हिलो हाल्ने लौ ओ यस्तो भित्र छिरेर एक बाल्टी हिलो हाल्ने तेस्रो नम्बरको पनिसमेन्टमा 5 वटा खुर्सानी पिस्ने नाइटोमा तेल र खुर्सानीले मसाज गर्ने जा नाइटोमा ओके ओठले के गरी तिम्रो तेस्रो नम्बरको पनिसमेन्ट तिम्रो त्यो पछाडि देखिरहेको डडम छ नि 50 टुक्रा पार्ने 50 टुक्रा। हाब्रेको ड्रम छ नि भएको सामान देऊ न कस्तो हाब्रेको ड्रम छैन उसको ड्रम भयो हुन्छ यार। अनि हाम्रो पनि कस्तो दराज भित्र हिलो हाल्ने हो र दाइ? ए यार तेरी सुरुको गेम हो यार कम से कम अलिकति देऊ न यार गतिलो यार। अनि फर्स्टमै उनीहरू हार्ड दिन्छन्। नाइटमा तेल लाएर पड्काउनु गरौँ त अनि के भएर हाफले लाउँछ मसँग त अप्सन छ म त खुर्सानी गर्छु त नि। हो मसँग पनि अप्सन छ। खुर्सानी गर्छौ? गर्छु। म नाइटमा तेल लान्छु चल नाइटोमा तेल लाउने नाइटोमा तेल होइन खुर्सानी लाउने भन्ने ए म सार्दिन्छ त्यसरी केही छैन केटा ओके दाइ खतरा पनिसमेन्ट चन्दनको यहाँ हाम्रो फर्स्ट पनिसमेन्ट करेन्ट चाउचाउको होइन सेकेन्ड नम्बरको पनिसमेन्ट सेम अनि चन्दनको थर्ड नम्बरको पनिसमेन्ट बेडमा एक बाल्टी हिलो लगेर हाल्ने सुत्ने बेडमा। रविन दाइ हेर्नुहोस् फस्नुहुन्छ के
यति अट्टामा चाहिँ फटकली भयो भने रविन दाई पेलपाल जेन नेपाल हुन्छ फेरि यति कुरा चाहिँ भन्दैछु हो तिमीले दिइसक्यौ खेल न तिमी दिइसक्यौ त नि हामी गर्नेहरूलाई आइजाए रिस गर्छ ल के आँखामा तिमीहरूको आँखामा तेल लाउने पट्टी बान्ने अनि त्यसपछि अर्को के रे करेन्ट चौचो खाने सेकेन्ड थर्ड नम्बरको पनिसमेन्ट बेडमा एक बाल्टी निलो हाल्ने चन्दन आँखामा नुन र खुर्सानी लाउने बेडमा हिलो हाल्ने रे अनि त्यसपछि पाउँछ चक्नु नुनले खुर्सानीको पिरोलाई मारिदिन्छ दिँदैन तेल र खुर्सानी रे तेल र खुर्सानी ओ तेल र खुर्सानी दे नुन नदे यिनीहरूले तेल र खुर्सानी नै दिएको हो तेल त्यसमा मिक्स गरेर राख्ने लास्ट पोल्छ बहिनी ख्याल गर नजिकै साबुन राखेर मार्छ सक्छ भने मात्र यसरी भर्न त हेर बहिनी जान्छ उसितै ओके ट्राई गरौँला नि त 5-10 मिनेटको लागि तिमी अन्ध भन्ने कुरा बुझ लास्ट गाह्रो हुन्छ अन्धै हुन्छ 5-10 मिनेटको लागि अन्ध हुन्छौ यहाँ लाउने बित्तिकै तिमीले हेर्न सक्दैनौ आँखा अनि मजाले ताबुनले रगटेर धेरै पटक गएपछि बल्ल आँखा लाइभ सेयर गरिदिउँ न गाइज ल सबैले गाइज के ल गाइज एकजनाले 10 पल्ट लाइभ सेयर चाहिँ गरिदिउँ न गाइज लाइभ चल भाइ चल ओए मैले बोलेको सुने छ गाइज एकपल्ट लाइभ सेयर गाइज ओके हामीसँग 8000 मान्छे आइसक्नु भएको छ गाइज आज डनको आउट सबैजना लाइभ सेयर गर्नु गाइस प्लिज सबैजना लाइभ सेयर गर्नु न गाइस सबैजना लाइभ सेयर गराउनु गाइस लाइभ सेयर गाइस सबैजना लाइभ सेयर गर्नु गाइस ल डबल ट्याप लाइभ सेयर गाइज चल भाइ लाइभ सेयर गाइज गाइज एकपल्ट लाइभ सेयर गुटुन डुङ्गा लाइभ सेयर ओके तर पनि गाइज के मेरो हिम्मत पहिलो गरिदिउँ गाइज ल हेर्नुस् जे पर्ला देखा त गाइज के हिम्मत गरिदिउँ गाइज के ल गाइज सबैले हिम्मत गरिदिउँ ल मान्छे हामीसँग आउनु भएको छ हिम्मत एकपल्ट गरिदिउँ गाइज गुटुन ल लाइभ सेयर सबैजनाले डबल ट्याप लाइभ सेयर रिपोस्ट कपी लिंक गाइस ल डबल ट्याप लाइभ सेयर रिपोस्ट कपी लिंक एभ्रिथिङ अब्युज गाइज एभ्रिथिङ डबल ट्याप लाइभ सेयर रिपोस्ट कपी लिंक गाइज ल एभ्रिथिङ गाइज एभ्रिथिङ गाइज सबैजनाले डबल ट्याप लाइभ सेयर रिपोस्ट स्याडो खतरा लाइभ सेयर गर त हार्नु भनेको मेरो टिम हार्नु सो डबल ट्यापको बर्सात गरिदिनुहोस् है त हार्नु भनेको तपाईँहरू सबै हार्नु हो पनिसमेन्ट 20000 मा ओके ओके पनिसमेन्ट 20000 मा आर रेडी गाइस लाइक डन रेडी लाइभ सेयर गर डन डबल ट्याप है साथीहरूलाई धोबी खान्छ धोबी लाइभ सेयर गर गाइज एभ्रिथिङ डबल ट्याप लाइभ सेयर रिपोस्ट गाइज ल सबैजना डबल ट्याप लाइभ सेयर रिपोस्ट गाइज ल अब यार जिन्दगीमा फर्स्ट टाइम लाइभ सेयर गर्नु पर्यो सबैजना गाइज के प्ले गर्दा गेम बनाऊ गाइस लाइभ सेयर गाइस सबैजना गाइज डबल ट्याप लाइभ गेम बनाउनु न मेरोमा लगाउन मिलेन कि मेरो मिलेन के मेरो मिलेन मेरोमा नि भएन क्या कस्तो डन तिमीले गर्दा ल जाऊ गाइस 20000 एभ्रिथिङ डबल ट्याप गाइज डबल ट्याप लाइभ सेयर गाइज डबल ट्याप लाइभ सेयर गाइज सबैजनाले गाइज ल डबल ट्याप लाइभ सेयर गाइज एभ्रिथिङ डबल ट्याप लाइभ सेयर सबैजना गाइज यो मेरो कोठामा सबैजना डबल ट्याप गराउनु गाइज ल गाइज सबैजना फर्स्ट ट्रिपल हुन्छ साथीहरू फर्स्ट ट्रिपल हुन्छ एभ्रिथिङ गाइज फर्स्ट ट्रिपल हुन्छ गाइज ल फर्स्ट ट्रिपल हुन्छ साथीहरू सबैजना मिलेर गाइज ल कडा छ यार पनिसमेन्ट गाइज फर्स्ट ट्रिपल हुन्छ साथीहरू ल फर्स्ट ट्रिपल हुन्छ साथीहरू सबैजनालाई गाइज ल एभ्रिथिङ डबल ट्याप लाइभ सेयर रिपोस्ट गाइज ल सबैजनालाई गाइज ल डबल ट्याप लाइभ सेयर रिपोस्ट गाइज एभ्रिथिङ गाइज बुस्टर कोसँग छ साथीहरू ल राख्नु ल अहिले पछिको स्पिड च्यालेन्जमा हाल्नु हुन्छ एभ्रिथिङ गाइज भाई हम नहीं डरते मोहतरमा हम जीतेंगे जरूर डबल ट्याप गाइस सबैले 7700 मेरे दोस्त डबल ट्याप मा सबैजना गाइज डबल ट्याप लाइभ सेयर कपी लिंक गाइज डबल ट्याप लाइभ सेयर कपी लिंक गाइज सबैजनाले गाइज ल सबैजनाले गाइज ल एसएमएस पढ्नु न अब छ पढिरहेको 700 मेरा मित्र टप आडी फलो गर्नुस् डबल ट्याप टप आडी फलो गर्नुस् एभ्रिथिङ गाइज गिफ्ट फलो गर्नुस् ओके डबल ट्याप को प्रशंसा करता हो
यस्तो पाराले गेम रमाइलो हुन्न पछुवाको तालमा डबल ट्यापले गेम रमाइलो हुन्न गाइस सिधै भन्दैछ कडा हो प्लिज गाइस कीप ट्यापिङ कन्टिन्यू ट्याप ओके ट्याप टप ट्रिपल आउँदैछ हामीसँग बुस्टिङ छ एउटा बुस्टिङ पुग्छ ट्रिपलमा एउटा बुस्टिङ सुत्छ गाइस जति स्कोर पेल्नु छ ट्रिपलमा पेलौ 7700 मान्छे मसँग हुनुहुन्छ इट्स नट जोक गाइस सो आई एम बिकमिङ भेरी स्ट्रङ गाइस ट्रिपल गाइस रेडी गाइस रेडी गाइस 8 जनाले गाइस 8 जना गाइस ल सबैजना मिलेर गाइस ल एभ्रीथिङ गाइस मिलिनु ल सबैजना मिलिनु ल साथीहरु स्कोर आवन गेम त्यसै रमाइलो सात जना कोही त आएगा and it's a time to talk to push right now गाइस बुस्टर कोसँग छ गाइस एभ्रीथिङ पुटिङ द बुस्टर गाइस बुस्टिङमा गाइस सबैजना मिलेर गाइस बुस्टिङमा गाइस ल गाइस सबैजना मिलेर बुस्टिङमा गाइस 20k क्रस हुनुपर्छ गाइस हाम्रो टिममा युजर थ्यांक यू सो मच 20k क्रस हुनुपर्छ साथीहरु 20k गाइस पेलुम न हाम्रोबाट पनि पेलुम न युजर थ्यांक यू गाइस बुस्टिङ गाइस बुस्टिङ गाइस सबैजना मिलेर गाइस एभ्रीथिङ गाइस 20k क्रस हुनुपर्छ गाइस उताबाट हान्छ गाइस उताबाट हान्छ सबैजना मिलौं न गाइस 20k क्रस हुनुपर्छ साथीहरु सबैजना मिलेर गाइस ल प्लिज एभ्रीथिङ गाइस ट्रिपलमा गाइस ल सबैजना गाइस ल ट्रिपल छ साथीहरु ट्रिपल छ ट्रिपल डबल ट्याप साथीहरु डबल ट्याप लाइभ शेयर गाइस एभ्रीथिङ डबल ट्याप लाइभ शेयर गाइस ल डबल ट्याप लाइभ शेयर गाइस सबैजना डबल ट्याप लाइभ शेयर गाइस ल भन्नु न साथीहरु 7000 मान्छे खोइ डबल ट्याप भन्न गयो गाइस कतै भन्नु साथीहरु but then it's interesting यार गेम देखेर खेल्न मलाई डबल ट्याप है ए 6000 मात्र बाँकी छ साथीहरु 20000 पुग्न 6000 मात्र बाँकी छ साथीहरु 30 सेकेन्डमा बुस्टर लायो भने त गाइस 20000 पुग्छ गाइस ल वेलकम ब्याक शिल्ड गाइस 6000 मात्र बाँकी छ के 20000 पुग्नलाई वेट गर्नु पर्यो नि रे बुझिन हौ वेट गर्नु पर्यो ठोक्नु एउटा मात्र बुस्टिङ चट्ट गाइस ओके बुस्टर खतरा छ गाइस पनिशमेन्ट गाइस बुस्टर राख्दिनु ल बुस्टर राख्दिनु कोसँग बुस्टर छ साथीहरु बुस्टर राख्दिनु बुस्टर आयो गाइस बुस्टरमा साथीहरु बुस्टरमा युजर थ्यांक यू सो मच युजर थ्यांक यू सो मच युजर थ्यांक यू गाइस 20k 17 गाइस 20k गाइस प्लिज 20k पुग्न लाग्यो गाइस 2 गाइस रोबिन दाइ थोरै 2k मात्र बाँकी छ के 2k मात्र के रे कति भन्छ यसलाई मलाई हिसाब गर्नै आएन हौ ओए थोरै User, thank you so much. Thank you user, thank you so much. होइन के भएको रोबिन्दा यस्तो Anyways, number 1 his name is Shekhar. Congratulations. Number 2 user Manu. Kita besi para sekarang EKB lama Nepali Meuki. के नाम है इसका मेउकी हेर्नु न 500 ले मात्र मगर कसम भनेको अर्जुन सिंह विश्वकप का थैंक यू गाइस ओठे मेरी मां के भयो ओठे के स्कोर देखेर मेरो भ्युअर भाग यार के हो रविन दाइ 9000 भ्युअर छ यार तपाईको के हो दाइ लाज मर्दै 9000 कहाँ छ भाइ रतन तिमीलाई मोतिया बिन्दु भाग्यो कति छ 9000 छैन यार अनि 7000 भ्युअर्स त होला 7-8000 भ्युअर्स मा जब कि 20000 स्कोर पुग्दैन दाइ
छि कसम बिल्ला दाइ मलाई के भन्छ ओठेला भन्नु 1000 त बल्ल बल्ल गर्छ यार ओठेको दाइ सुन्नु ओठेको लाइफमा 7-8 सय भियर छ तपाईको भन्दा धेरै उसको राम्रो स्कोर छ दयाको ए डबल ट्याप गर्ने मान्छे कता लुकेर बस्न तारो गर्छ यार तपाईको 8000 भियर छ लाज मर्द हुनु पर्यो हो के लास्टै हेप्यो रविन्द्र लास्टै सही भनेको दया उसको लाइफमा 8000 भियर छ है तर 99% चाहिँ केपी ओलीको मान्छे छ उता केटा हेप्योमा अब आउँछ गाइस अब पुग्छ अब हामीहरूको लाइफमा इमानदार दयाहरू हुन्छ के अब आउँछ गाइस लगाऊ अब आउँछ गाइस सबैजनाले च्यालेन्ज दियो खतरा भनेको च्यालेन्ज गाइस प्लिज गाइस सबैजना मिलेर गाइस ल सबैजना मिलेर डबल ट्याप लाइभ सेयर गाइस डबल ट्याप लाइभ सेयर एभ्रिथिङ डबल ट्याप लाइभ सेयर गाइस ल डबल ट्याप लाइभ सेयर गाइस एभ्रिथिङ गाइस ल युजर थ्याङ्क यू सो मच बिग रेस्पेक्ट माई टिम एभ्रिथिङ गाइस ल सबैजना मिलेर गाइस ट्रिपलमा गाइस ल सबैजना मिलेर गाइस ट्रिपल फर्स्ट ट्रिपल हुन्छ साथीहरू गाइस फर्स्ट ट्रिपल हुन्छ साथीहरू फर्स्ट ट्रिपल हुन्छ गाइस ल गाइस हाम्रोबाट पनि त्यही लौ न गाइस सबैजना मिलेर गाइस ल मिस्टर आर्के थ्याङ्क यू सो मच गाइस एभ्रिथिङ डबल ट्याप लाइक गाइस ल वेलकम ब्याक सिल्ड गाइस सबैजना मिलेर एकचोटि 20,000 पुग्नु पर्यो कि साथीहरू एकचोटि 20,000 पुग्नु पर्यो कि सिल्ड तपाईँसँग बुस्टर छ होइन हौ भगाई पोला गाइस सबैले गाइस मिल्छ गाइस सबैजना गाइस आज कोही छैन गाइस रविन दाइलाई मुकाबला गर्ने गाइस कोही पनि छैन गाइस रविन दाइलाई मुकाबला गर्ने गाइस कोही पनि छैन गाइस कोही छ गाइस भ्युअर्स घट्दै मजा आएन सबैजना डबल ट्याप लाइभ सेयर गाइस डबल ट्याप पिज्जा बर्गर टमाटर मात्रै छ गाइस गाइस 8 जनाले गाइस ल सबैजना मिलेर गाइस ल बुस्टर लगाइदिनु ल बुस्टर लगाइदिनु अब ल ट्रिपल खुल्ने बित्तिकै बुस्टी फर्क गाइस नै मलाई थाहा छैन बुस्टर लगाइदिनु ल दिदी सागा राई दिदी चाँडै भो जा कोही छैन लाइक शेयर गर्न गाइस पेला बुस्टर लगाइदेऊ न बुस्टर लगाइदेऊ न धेरै छैन भने बुस्टर किन लगाउँछ स्पिकरमा गाइस बुस्टर ट्रिपल गाइस यार के भएको यस्तो गाइस बुस्टर ट्रिपल आमा 3वटा बुस्टर यार के हो यो गाइस बुस्टर ट्रिपल सबैजना गाइस बुस्टरमा गाइस इन्टु 5 हुन्छ साथीहरू सबैजना मिलौँ न गाइस मिलौँ न तेरे वैसे की कैसे लाज मर्दो हुन्छ त यार छ्या आर्टर मान्छे बिसराएन भनेको हैन कोरे तू ओठेको यसको लेखेर मान्छे बिरामी भयो यस 2 पोइन्ट दाइ अनि बाउको लाइभ किन हेर्न आउनु हुन्छ त चन्दनेलाई खुजी मलाई हेर्न आउनु हुन्छ त दाइ मलाई डग भन्नुहुन्छ अनि त्यही Sweet, huh? Thank you. हाब्रे रेडियो हाब्रे रेडियो तरुणी भेट्न मैले म त असनमा धाउँदैन हाब्रेको कपालदेखि जुम्रा आउला तर जिताउने मान्छे आउँदैन मैमा मादल ठोक्छु गम्मरै भाँचौला
मादल ठोक्छु कम्मरै भाँचेको हेर बकुल्ला उता नाचेको ए तरुणी कति छन् म गिन्दै गिन्दिन तरुणी कति छन् म गिन्दै गिन्दिन डन हो कि बकुल्ला मैले अहिले चिन्दिन मुखै तितो बनायो तिते पारे किले हाम्रा बिहे गर्दैनन् उसको आमा परे किले मुखै तितो बनायो तिते कारेलीले हाम्रा बिहे गर्दैनन् आमा परे किले जङ्गलैमा कराउँछ फ्याउरी जङ्गलैमा कराउँछ फ्याउरी हेर डन नाचे कि के भन्थे हेर दाउरी हाँ भाइ आज्ञा साधु So much, Yuri. Thank you. Respect. Thank you so much. The number one, his name is. I just want to announce their name who are supporting me. Number one, C Wildy.